नमस्ते सर। हजुर नमस्ते। सर यहाँको परिचय? मेरो नाम शान्तराज विष्ट, ज्ञान मन्दिर विद्यागृह, हुम्री रोल्पाको फाउन्डर प्रिन्सिपल र अहिले हामी यो ज्ञान मन्दिर विद्यागृहको भी क्लाउड जिरो क्लायन्ट प्रयोग गरेर कम्प्युटर ल्याब सेटअप गर्दैछौँ। हजुर यो सेवा तपाईँले कसरी थाहा पाउनुभयो अनि कसरी प्रयोग गरिराख्नु भएको छ त अहिले? यो सेवा लिनको लागि हामी पहिलेदेखि योजना बनाइराखेका थियौँ र हाम्रो प्राविधिक हाम्रो नवराज सिंहलाई चाहिँ काठमाडौँ पठाएको थिएँ। त्यसपछि यो प्राउड नेपाल आइटी सप्लायर प्राइभेट लिमिटेडसँग सम्पर्क हुन पुग्यो र यस विषयमा सम्पूर्ण ज्ञानहरू बुझाइदिइसकेपछि हामीलाई चाहिँ सबै सेवाहरू राम्रै मिल्छ भन्ने हिसाबले चाहिँ उहाँको विश्वास गरेर उहाँबाट यो प्राउड नेपाल आइटी सप्लायर प्राइभेट लिमिटेडबाट सबै सम्पूर्ण सामग्रीहरू हामीले प्राप्त गर्न सक्यौँ। अनि तपाईँले यो सेटअप प्रयोग गरिरहँदाखेरि यसको फाइदाहरू के पाउनुभयो त सर? यो त असाध्यै फाइदाजनक देखियो, किनकि प्रत्येक कम्प्युटरको लागि सिङ्गल सिपियु प्रयोग गर्नु पर्दो रहेनछ। एउटा भी क्लाउड पोइन्ट यो जिरो क्लाइन्ट मात्रै डिभाइस प्रयोग गर्दा एउटा सर्भरबाट नै 50वटा कम्प्युटरहरू एकैसाथ चलाउन सकिने रहेछ। विद्यार्थीहरूले के प्र्याक्टिकल गरिरहेका छन् भनेर एडमिनिस्ट्रेटरले आफ्नो कम्प्युटरबाट निगरानी गर्न मिल्ने, अनि कम्प्युटर टिचरले कुनै डेमो भिडियोहरू अथवा डेमो क्लासहरू दिन पर्यो भने एउटा मोनिटरबाट सबै कम्प्युटर मोनिटरहरूमा सेयरिङ गर्न सकिँदो रहेछ। अर्को कुरा, थोरै बत्ती लाइट इलेक्ट्रिसिटी नभएको अवस्थामा पनि सानो इन्भर्टरले सबै कम्प्युटर एकसाथ चलाउन सकिने रहेछ। अनि अर्को कुरा, एकपटक इन्भेस्टमेन्ट गरिसकेपछि यसको मेन्टेनेन्स कस्ट चाहिँ एकदमै कम आउँदो रहेछ। अन्य कुराहरू यसका फाइदाहरू अब पहिलोपटक यो सेटअप गर्दैछौँ हामी इन्स्टलेसन। यसका अन्य फाइदा पनि छन् होला, अब हेर्दै जाउँ, प्रयोग गर्दै जाउँ। प्रयोग गरिसकेपछि अन्य फाइदाहरू के हुन्छन् त्यो बुझ्दै जानेछौँ। हस् त सरलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। हस् सर।